कान्छी आमा के गर्दैछिन् हौ? त्यसै के गर्नु आउनुपर्छ। के गर्दैछिन् हौ कान्छी आमा? के गर्नु? ए साँच्ची तिमीलाई थाहा छ कान्छी आमै? आज नि त म त्यहाँ तल बिहेमा गइरहेको थिएँ कि। म पनि गइरहेको थिएँ। साह्रो त्यहाँको आइमेले ढाड सबै काटेको बोलस लाखा ल्याप्याक्क भएर सेप्याक्क बसेका सबै ढाड काटेर लगाएका बोलस। के आएछ नि जुग पनि बिहेमा खुवाएका अरे कि एउटा चोटो मासु मात्रै छ। एउटा चोटो मासु देखाएको थिएँ। अनि थप्दा नि त मात्रै थियो। अनि थप्दा त पड्के भागेका लुकेर। अनि थप्दा पनि थपेन एउटै जानु परेको थियो मलाई। अनि त्यहाँ पछाडि राम घरका मान्छे पनि क्या हो त्यो देखेर पनि नदेखे जस्तो गरेका हो। माथि हेर्दै हिँड्छन् बोल्दा पनि नबोलेका। के दिनु नि प्रेजेन्ट दिएँ नि मैले त। ए गरेपछि पढेँ दिन मैले त नि कान्छी के गरेँ थाहा छ तिमीलाई? के गर्यो? खानमा 10 रुपियाँ हालेर दिएँ मैले त 10 रुपियाँ। चालु रहेछ हो। मैले त हेर न के दोकाने सबै बन्द भयो। तिमीले पनि पढ्की 10 रुपियाँ दिनु पर्दैन सोधिन अब बाठी भएर गइहाल्यो। हेर न यत्रो खोज्यो अनि एउटा कुकर भेटाए त्यही हाल्दिए दिए। ए कान्छी आमै तिमी पनि चालु छेउ त्यो अस्ति बिग्रेर फ्याएको कुकर पक्कै। ए पढ्की तिमी आमै पनि भएको थिए बुढी छु त अनि एउटा घरमा पनि त्यसै गरे हौ बिहा गर्ने। राम क्या हो त्यस्तो? चिउरा दिएका थिए चिसो मासु म त मिल्नै सकिनँ। घिटिक अड्केर झन्डै गुलटुक्क होइन के गर्छौ पड्के खानै सकिनँ मैले त चिसो मासु चिउरा त्यस्तै आए गर अनि प्रेजेन्ट न सेजेन्ट लु तिनीहरूलाई प्रेजेन्ट चबाउनै नसक्ने मासु दिइरहेको थियो नि के भन्छौ पड्के? त्यही त हो किन बोलाउनु होला त्यस्तो मुखमै नजाने जस्तो दिइरहेको थिएँ। अस्ति तल्लो घरमा फेरि त्यस्तै गरे पूजामा बोला एक घुमाको रोटी एउटा दिएर थिएँ एउटा केराको चानो के गरेका थिए भने नि त। त्यही त कान्छी आमै एउटा चानो दिएका थिए पनिर पनि। त्यही त कान्छी आमै हामी त कुरै काट्न मन लाग्दैन अरू। त्यही त के गरेका होलान् आजकल त नि। अनि दुई चिउरा आजकल के फेसन आएछ हौ कान्छी आमै तिमीलाई थाहा छ? कताको अरे फोटो सुट हो कि फोटो सुट अरे बिहामा पनि हौ आजम्म मरे नि। आमामा के भन्छौ नि दोईमा पनि पानी हालेर दिएका थिए नि। के राम मैले त फोटो सुट गर्छन् डरै मदो प्रेजेन्ट दिन पनि आमै। के हक डे आउँदैछ अरे के किस डे आउँदैछ अरे फेरि आइराखोस् आमै के अब तिमीलाई के मलाई के बुढेसकालमा त्यही त हग्ने हो कि मुत्ने हो कि के डे हो बाद देऊ छोडिदेऊ आमै। ल आमै म चाहिँ गएँ ल घरमा काम छ बित्तो छ म चाहिँ गएँ अब भात पकाउनु पर्यो उही त हो नि तिमीलाई थाहा छँदैछ घरको कुरो थाहा छँदैछ तिमीलाई गएँ म चाहिँ बस तिमीलाई ल आमै म गएँ। जाऊ कस्तो जमाना आइसक्यो नि।